हामी लेडिजलाई चाहिँ सपिङ जाने भन्दाखेरि कति धेरै खुसी लाग्छ नि। र मलाई चाहिँ आज मेरो हस्बेन्डले लिएर जाँदै हुन्छ सपिङ चाँदनी चौक मार्केट। र त्यसैका लागि म आज एकदमै धेरै खुसी थिएँ। देरी हुन्छ हस्बेन्डको मन चेन्ज हुन्छ भनेर चाहिँ मैले टोनर मोइस्चराइजर सिरम फटाफटी लगाएँ। अब चाहिँ रह्यो सनस्क्रिन लाउने बारी। यो प्रडक्टको बारेमा त मैले भनिहालेको थिएँ हजुरलाई। डट एन्ड कीको हरेक प्रडक्ट नै मलाई मनपर्छ र यो सनस्क्रिनको त कुरै नगर्नु। यति लाइट वेटेड छ अब नभन्नु न। स्किनमा कति मजाले एकैछिनमा सेट भइहाल्दछ। दिल्लीमा त घाम गर्मी यति छ कि सनस्क्रिन मजाले भरभरकै लगाएन भने कालो न कालो हुन्छ। अब हामी त यसै काला मान्छे। अब सबै त मेकअप गरेर कहाँ हुन्छ र। अब आफ्नो जुन मेन सिङ्गार हो सिन्दुर तोर नलगाए त आफ्नो लुक कम्प्लिट नै हुँदैन। र मेरो हेयर चाहिँ एकदमै धेरै कर्ली छ। मलाई चाहिँ मनै पर्दैन र यसरी मैले कपाल पार्ने। अब छोड्न पनि सकिनँ, धेरै गर्मी छ र मेरो लुक चाहिँ कम्प्लिट भइसक्यो। र यता मेरी छोरीलाई पनि मैले रेडी गरिदिइसकेँ। कस्तो देखिएर चाहिँ कमेन्ट गर्नु होला। र छोरी चाहिँ एकदम बेग बोकेर हिँडिसकेँ। लोकेसनको थाहा हुँदैन अनि हस्बेन्डले चाहिँ तल निस्केर फोनमा लोकेसन अन गर्नुभयो। तर लोकेसनमा त आज चाँदनी चौक मार्केट क्लोज भनेर लेखेको रहेछ। अब के गर्नु, अनि घर छेउको 1 किलोमिटरमा एउटा मल थियो, त्यहीँ गयौँ। आज सन्डे भनेर त्यो मल पनि बन्द रहेछ। बाहिर चाहिँ केटाकेटीका स्लाइडहरू गर्ने थिए, आज त्यो पनि रहेन रहेछ, सबै थोक छोपेका रहेछ। त्यही मल अगाडि नै धेरै दोकानहरू थियो। हस्बेन्डले स्विट पनि लिनुभयो, छोरीले पनि पानीपुरी खान्छु भनेर छोरीलाई चाहिँ मैले मिठावाला दिएँ, मैले चाहिँ तिखावाला खाएँ। आज बल्ल बल्ल हस्बेन्डले चाँदनी चौक मार्केट लाने हुनुभयो थियो, त्यो पनि आज बन्द रहेछ। कस्तो हामीहरूको किस्मत भन्नु नि त। र यता माछा दोकान आएका, दोकान त खुलै रहेछ तर दोकानी नै रहेन रहेछ। किस्मतले पनि यति धेरै धोका दिन्छ नि कोही कोही बेला, नभन्नु न। घर आएर चाहिँ हामीले खायौँ रसमलाई। हुन्छ त फ्रेन्ड्स, आजको लागि यति नै, बाई।